हेलो एभ्रिवान, गुड मर्निङ, नमस्ते। ढोकदिया के छ, सन्चै हुनुहुन्छ? सबैलाई ढोकदिया सन्चै हुनुहुन्छ? यता हामी सन्चै छौँ। आज हामी यसो न स्याकुतिर जाने भन्ने प्लान भयो। स्याक्सै होइन, जेपी ब्याङ्कमा जाने। आज ब्याङ्कको कारोबार पैसा धेरै भयो, त्यही भएर ब्याङ्कको कारोबार लाग्यो। अनि हामी हिँडिरहेको छौँ, 2 बाइक सबै जाने आउने भइरहेछ, पानी परिरहेछ। त्यही भएर हामीले आज बाइक लिएनौँ। हामी घाम लाग्यो क्या, घाम लाग्दा बित्तिकै यो बाइक, अनि बाइक त बस्नै सक्दैन, हिँडिहाल्छौँ, कुदाइहाल्छौँ हामी होइन। त्यही भएर आज यस्तो न जान लाग्यो। आजको भ्लगलाई सबले सपोर्ट गरिदिनु होला, अन्तिमसम्म हेरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। साङ्ग्रो बाटो हेर न, मान्छे हिँड्ने बाटो मात्रै छैन नि त यता। हेलो एभ्रिवान, के छ? आज हामी फेरि पनि गीत गाउन गइरहेका छौँ। फेरि तपाईँहरूले हामी ठ्याक्क ओजिलो बसेर गीत गाउन सक्छौँ होइन। हामी गीत स्टार्ट गर्न चाहन्छौँ, सुनिदिनु होला अन्तिमसम्म हेरेर। 1 2 3 गो। तिमीले खाएको कसम साँचो भएको भए, मैले पढ्ने तिमीलाई बिर्सन सक्ने भए। तिमीले खाएको कसम साँचो भएको भए, मैले पढ्ने तिमीलाई बिर्सन सक्ने भए। किन पागल हुनु पर्थ्यो, किन व्यर्थै रुनु पर्थ्यो, किन पागल हुनु पर्थ्यो, किन व्यर्थै रुनु पर्थ्यो। बोल्न सकिन मैले, तिमीले बाटो फेर्यौ अरे अरे कहिलाई हेर्यौ अरे, तिमीले बाटो फेर्यौ अरे अरे कहिलाई हेर्यौ अरे। ठ्याक्कै हामी ब्याङ्कबाट आउँदै ब्याङ्कबाट होइन, ब्याङ्क सकिएर आउँदै पानी परिरहेको पनि छ। अनि पानी पनि परिरहेछ। हामी ठ्याक्क यो के भन्छ नि, यसलाई यो पुरै फुल फुलिरहेको रहेछ होइन। यसलाई साकुरा भन्छ, तर हाम्रो गाउँ ठाउँतिर पुइँ भन्छ। यो खासै यो फुल चाहिँ नेपालबाट ल्याएको भन्ने हामीले पत्ता लगाइरहेछौँ। यो खासै यो नेपालबाट नै ल्याएको हो, सरासर नेपालबाट ल्याएको हो। यो सरासर म भोलि पर्सि मुद्दा हालिदिन्छु यो किन ल्याएँ। यहाँ आएर स्याकुर्या प्याकुर्या के हो नि, स्याकुर्या प्याकुर्या पैयुँ भने त भयो। पैयुँ खाने मैयुँ, पैयुँ खाने मैयुँ, यो पैयुँ हो क्या, पैयुँ हो। हाम्रोतिर पैयुँ भन्छ। वैशाखमा यसो न जेठ वैशाखतिर ठ्याक्क हामी भैँसाहरू माथि भेडा पानी उता लाउने गएर पैयुँ खाने आउने गर्थ्यौँ। यहाँ अनि फेरि यहाँ के रहेछ भनेपछि यो साकुरा हो। फोटा खिच्न आउँदा भए भुतुक्क हुने हिउँदा सबै ती नेपालमा लिनु, विभिन्न प्रकारका फोटा खिच्दा हुनु होइन दाइ। के कसो हाम्रो जस्तो नेपालको जस्तो नेचुरल काहीँ छ? काहीँ देख्नु भएको छ? छैन होइन, छँदै छैन के, छैन एकदम।